म तपाईलाई देखाउँदैछु कुन खानेकुरामा पानीको मात्रा बढी हुन्छ दूध भन्दा। धेरैजना मान्छेलाई लाग्न सक्छ दूधमा चाहिँ पानी नै मात्रै हुन्छ। दूधमा औषध रूपमा 87% पानीको मात्रा हुन्छ। टमाटरमा 94% पानी र काँक्रामा लगभग 96% पानी हुन्छ। ब्रोकलीमा 90%, स्याउमा दूधभन्दा अलिकति मात्रै कम 85% हुन्छ। यो भनेको दूधमा भन्दा 2% कम हो। अनि अंगुरमा लगभग 80% पानी हुन्छ। केरामा लगभग 75%, फर्सीमा 90%, सेलरीमा 96%, गाजरमा दूधमा भन्दा पनि बेसी पानी हुन्छ, 88% हुन्छ। सिङ्गो अण्डामा लगभग 75% पानी हुन्छ। एभोकाडोमा 72% पानी हुन्छ भने महमा चाहिँ 17% मात्रै पानीको मात्रा हुन्छ। अनि घिउमा मह भन्दा पनि धेरै नै कम पानीको मात्रा हुन्छ। करिब 0.5% भन्दा कम पानीको मात्रा हुन्छ घिउमा। रुम टेम्परेचरमा घिउ तरल अवस्थामा भए पनि घिउमा एकदमै कम हुन्छ पानीको मात्रा। ब्रोकली, फर्सी, टमाटरहरुमा लगभग 95% को रेन्जमा छ पानीको मात्रा, जुन दूध भन्दा धेरै हो। अनि सलादहरु, काँक्रा, सेलरी, गाजरमा पनि दूधमा भन्दा धेरै पानी हुन्छ। गुलिया फलफुलहरु, केरा, स्याउ, अंगुरहरुमा चाहिँ झन्डै दूधमा जत्तिकै अथवा अलिकति कम पानीको मात्रा हुन्छ। अहिले मैले भनिरहेको पानीको मात्रा चाहिँ औसत मात्रै हो। विभिन्न ठाउँ अनुसार, जात अनुसार अथवा कहाँ रोपेको त्यो अनुसार चाहिँ अथवा सिजन अनुसार चाहिँ पानीको मात्रा फलफुल, तरकारी अथवा खानेकुराहरुमा कम बेसी हुन सक्छ।